गुड मर्निङ सबैलाई। आज चाहिँ मैले हजुरको सामने अचार बनाएको भिडियो लिएर आएको छु। ल हेरिदिनु होला। र आम चाहिँ मैले यसरी काटेको छु र त्यो काटेको आममा निमक लाएर त्यसलाई मजाले मोलेर, तर आम चाहिँ अलिक कलिलै छ, तर छिपेको भनेको राम्रो हुन्छ। तर म चाहिँ कलिलो लगाएर त्यो निमकले मजाले मोलेर टेमामा भराएँ। त्यो जुन चाहिँ हरियो छ नि बोक्रो, त्यो चाहिँ पहेँलो हुन्जेलसम्म त्यो बयममा राख्नुपर्छ कि 2 दिन जस्तो। ल हेर्नुहोस्, त्यो जुन चाहिँ आमको बोक्रो छ नि त्यो हरियोबाट पहेँलो भइसकेको छ। र अहिले चाहिँ यसलाई मैले सुकाउनुको लागि रेडी गरिरहेको छु एउटा थालमा। हेर्नुहोस्, सबै मैले यसरी सुकाएको छु छिटो सुक्छ भनेर। यसरी ल हेर्नुहोस्। र अब चाहिँ यसलाई म घाममा सुकाउँछु। र आम चाहिँ अलिक अचार चाहिँ अब आमको सिजन हो, आमको अचार लाउनुपर्छ, खानुपर्छ साथी हो। ल यो रेडी भइसकेको छ सुकाउनुको लागि। र अब चाहिँ मलाई सुकाउँछु र 2 दिन जस्तो सुकाउँदा भइहाल्छ, बेसी दिन सुकाउनु पर्दैन। अनि 2 दिन जस्तो सुकाएर मैले यसरी यो अचारमा चाहिँ मैले जिरा भुटेको र तोरी भुटेर अनि 5 फुरन भुटेर हर्दी लगाएको छैन, सरी, र चिली पाउडर लगाएर यसरी मजाले मोलेको छु। हेर्नुहोस्, तेल लगाएर, तेल बेसी लगाएको छैन, तेल मजाले लगाएर यसरी मोलेर हातले पुरा मसलाहरू मिक्स हुन्जेलसम्म मोल्नुपर्छ। मोलेर यसरी मैले बयममा हालेको छु। र अचार चाहिँ हजुरहरूले सिसाको बयममा हालेको राम्रो हुन्छ, प्लास्टिकको बयममा नहाल्नु होला। प्लास्टिक त यसै पनि हेल्थको लागि राम्रो होइन। र मैले अचार हालिसकेको छु, एक बयम अचार भयो। र अब यसलाई 3-4 दिन पछाडि खाँदा भइहालेको छ। यो चाहिँ छिटै खान सकिन्छ कि नुनमा भिजाएको अचारहरू चाहिँ। र रेडी छ अचार। र मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। बाई बाई।